let me straight the camera. I have a question to Nepal Veterinary Council, because if they are working in Kanchanpur, or if they are working anywhere, like in their office branch, we are not seeing any results. Because whenever we go to government veterinary, I live in Jhalari, Kanchanpur, I get to hear that we don't have that medicine. It's finally it's now out of stock. You should go to private veterinary. We are not trained for that. We can't do that. We can't do this. That's and another one. You are the people who register who gives permission to open the veterinary also, right? So in also private veterinary, especially in Jhalari, I didn't see anything, any kind of trained assistant or interns, cause my dog is sick. She ate the rat poison by mistakenly, and yesterday अनि हिजो म त्यहाँ गएको थिएँ, म गभर्मेन्ट अस्पतालमा गएको थिएँ. उहाँले मलाई चाहिँ म्याग्नेजियम सल्फेट दिनुभएको थियो, यसले विष काट्छ भनेर. न त उहाँले कुकुरलाई राम्रोसँगले हेर्यो के भएछ भनेर, मैले बताएँ उहाँलाई यो सिम्टम छ भनेर, न त उनले त्यो पपीलाई छोएर हेरेन के नै, बस म्याग्नेसियम सल्फेट दियो. म अनि घर आएँ, उहाँले भन्यो बटर मिल्कमा छाँचमा मिक्स गरेर दिनु, अनि मैले दिएँ, तर त्यो पपी खाँदै थिएन. त्यसपछि म दुबारा गएँ, तर तबसम्म त्यो भेटनरी बन्द भइसकेको थियो, गभर्मेन्ट भेटनरी बन्द भइसकेको थियो. I think around 5 o'clock, and then I went to private veterinary, and they don't have any idea how to treat an animal. They are just तिनीहरू चाहिँ randomly medicine का diseases का रोगहरूका नाम भन्दैछन् कि सायद त्यसलाई के इन्फेक्सन भयो होला, या त त्यसको नाम के थियो मलाई राम्रोसँगले याद आउँदै छैन, के भयो, पी देखि आउँथ्यो त्यो, सायद प्यारा के भयो होला, जो मुखदेखि खुनको उल्टी आउँछ त्यो भन्दै थिए. जस्ट ऱ्यान्डमली दे वर जस्ट आस्किङ टु द ऱ्यान्डम पिपल whoever were coming to the shop to buy the medicine, and he's the one who works as a assistant, the main one, जसको त्यो मेन क्लिनिक थियो, त्यो मान्छे आउँदा पनि आएन. फाइनली एउटा अङ्कलले बोलाउनु भयो, त्यसपछि उहाँ आयो, अनि फेरि ऱ्यान्डमली भन्दै थियो कि के भयो. उहाँले सोध्यो मलाई कि के भएछ यसलाई, कबदेखि हो के, मैले सबै बताएँ कि हिजो यसले सायद ऱ्याट पोइजन खायो, त्यसैले मैले म त्यसै दिन गएको थिएँ कि जो दिन त्यसले ऱ्याट पोइजन खाएको थियो, सरी फर द्याट. अनि फेरि मैले भने सबै कुरा बताएँ उहाँलाई. अनि फेरि उहाँले भन्यो के डेक्सन हो के इन्जेक्सन त्यो दिनु, त्यो अनि वेट लेट मी सी, एउटा अर्को थियो. ओके, so they were suggesting to give
dexamethasone and ceftriaxone, ceftriaxone, and another one which will help to give her appetite to eat food, त्यो पनि थियो. सो आई वाज रियली स्केर्ड किनकि उहाँहरू आफै कन्फर्म थिएन कि कुन इन्जेक्सन दिनु, कुन औषधि दिनु भने. त्यसैले म स्केर्ड थिएँ. अनि फेरि उहाँले एउटा अर्को भेटनेरियनलाई फोन गर्नुभयो. उहाँले भन्यो म यही नजिकै छु, म अहिले पसलमा आइदिन्छु भन्यो. त्यसपछि म त्यहाँ रोकिरहे उहाँ अङ्कल नआउन्जेलसम्म. त्यसपछि त्यो जो असिस्टेन्ट थियो नि, त्यो असिस्टेन्ट दाइले भन्नुभयो उहाँ त अहिले फोन उठाउनु हुँदै छैन, त्यसैले यही औषधि दिइदिउ त भन्यो. म पनि फेरि पछि गएर त्यो झन् शरीरभित्र त्यो पोइजनहरू बढेर सर्ला कि भनेर मैले पनि ओके त्यही दिनु त भने. मैले बस ऱ्यान्डम रिसर्च गरेको थिएँ. रिसर्च, नट इभन रिसर्च, आई जस्ट आस्क्ड ChatGPT कि डेक्सामिथासोन किन दिन्छन् र सेफ्ट्रियासोन किन दिन्छन्. लाइक आई सर्च्ड इट सेज कि इट डिड नट सेड डाइरेक्टली फर फुड पोइजनिङ, बट तर लेखेको थियो कि इन्फेक्सन भएको बेला आई थिङ्क केही त्यस्तो केही भयो, वाट टाइप अफ माइन्ड इज त्यही लेखेको थियो. तर त्यो डाइरेक्टली त्यसैको लागि थिएन कि पोइजन विषलाई काट्नको लागि, त्यो थिएन. अनि फेरि म चाहिँ घर आएँ. अनि फेरि थोडा देरपछि म त्यहाँ प्राइभेट भेटरनी पुगेपछि सायद 10 to 20 minutes आफ्टर पप्पी चाहिँ डग चाहिँ पुतली, हर नेम इज पुतली चाहिँ अलिकति बेटर फिल गर्दै थिए, हिँड्दै थियो होइन. एन्ड त्यसपछि त्यो इन्जेक्सन दिए. अनि फेरि घर पनि ल्याएँ. घर आएर राम्रैसँग खेल्दै थिएँ. अनि फेरि त्यसले टन्न खाना पनि खायो, मासु खायो. त्यसपछि साँझपख रातिको बेला हामी सबै चाहिँ सुत्यौँ. अनि फेरि म बिहान उठ्दाखेरि त्यो चाहिँ मैले यति घचघचाएँ. उठ्दै नि आँखा मात्र झिम्काउँदै चाहिँ अलि बिस्तारैले. अनि फेरि चोट पनि केही लाग्दैछन्. मैले यति जोडले पिन्च पनि गरेँ, नो रिस्पोन्स. अनि मैले यति जोडले घचघचाएँ, नो रिस्पोन्स. यस्तो देखिँदै थियो कि त्यसलाई जसरी कि प्यारालाइसिस भएको छ र त्यसले निन्दको गोली खाए जस्तै थियो पुतली. त्यसपछि मलाई लाग्यो कि त्यो सायद हिजोको दिया इन्जेक्सनले होला त्यस्तो. सो आई डिडन्ट टुक भेरी मच सिरियसली, बट आई वाज वरिड कि यस्तो कसरी हुनसक्छ भनेर. अनि फेरि म बिहान वाकमा गएँ. वाकपछि म वापस आएँ. बिहान वापस आएपछि मैले अलिकति जे आफ्नो काम थियो सबै गरेँ, खाना खाएँ. मलाई थाहा थियो कि प्राइभेट भेटनरी यति जल्दी पनि खुला हुँदैन, लाइक 9 बजे 10 बजेतिर खुला हुन्छन्. त्यसपछि म गएँ फेरि त्यहाँ फेरि गएँ. मैले पुतलीलाई लगेर गएँ त्यहाँ. दे वेयर नट टेकिङ एनिथिङ सिरियसली. उनीहरू चाहिँ हाँस्दै थिए एकअर्काको मुख हेरेर कि हेर न कि बाटो जाँदै मान्छे जो कोहीलाई पनि आई डोन्ट नो, म तिनी कसैलाई पनि चिन्दैन. सायद उहाँले चिन्या होलान् कि केही थाहा होला उनलाई कि इन भेटनेरियन हुन् के. तर मलाई केही थाहा थिएन. मलाई लाग्यो कि उहाँ दोकानमा जो कोही आउँदै थिए ऱ्यान्डमली सामान किन्न, उनलाई सोध्दै थिएँ कि हेर न यही कुकुरलाई के भया होलो, इसोई पढ्या छ त होइन, हल्जिन्न छैन, आँखा मात्र झिम्काउन्न छ. ईसा थिएछन् उना त असिस्टेन्ट हुन् होइन, असिस्टेन्ट हुन्. उहीपछि बस मैले न त उनीहरूले मलाई सजेस्ट गरे कि ग्लुकोज दिनु कि सेलाइन चढाउनु भनेर. मैले बस ChatGPTलाई सोधेँ
कि यसो यसो भएछ, सिचुएसन यसो यसो पप्पीको, यसमा के गर्नुपर्छ भनेर। अनि फेरि त्यसले भन्यो ग्लुकोज पनि चढाउनुपर्छ भन्यो। त्यसपछि म कहाँ मेडिकलतिर गएँ, त्यही नजिकको प्राइभेट भेटनेरियनको नजिककै मेडिकलतिर गएँ। म वहाँ यस्तो होपलेस पारामा होइन, मलाई केही पनि इन्फर्मेसन छैन, केही नलेज छैन कि नथिङ। आइएम जस्ट स्टुडेन्ट, 12th क्लास स्टुडेन्ट। त्यो पनि कमर्स लिएको छु मैले, साइन्स पनि होइन, कमर्स स्टुडेन्ट हो। म बस सोध्दैछु कि बस च्याट जिपीटीले भन्यो कि ग्लुकोज चढाउनुपर्छ भनेर, ग्लुकोजले एनर्जी दिन्छ भनेर। म चाहिँ मेडिकलमा गएर सिधा सोध्दैछु कि यहाँ ग्लुकोज छ, ग्लुकोजको बोतल कसरी पाइन्छ, ग्लुकोज कति चढाउनु पर्छ, ग्लुकोज चढाउने केही वायर चाहिन्छ, केही तर्स चाहिन्छ। उन भन्दा छन् अरे बाबा केही होइन, ग्लुकोजकालाई टाइप्स हुनान्, को टाइप्स चाहियो तुलाई भन्दा चाहिँ मेरो दिमाग कहाँ छ मैले थाहा छ। म बस ग्लुकोज थाहा थियो। उहीपछि मैले म पो कि कति एमएल दिनु हो, म सोध्दै जान्न छु उनलाई, सोध्दै जान्न छु कि कसरी दिनु, कति दिनु, के टाइप दिनु। उन भन्दा चाहिँ हामीलाई थाहा छैन यो भने मान्छेको उपचार गर्दा हामीलाई मान्छेको मात्र थाहा छ, जनावरको थाहा छैन भने। उहीपछि म वापस गएँ उनै प्राइभेट भेटनरी कहाँ। मैले भन्यो नि इथउथ कहाँ प्राइभेट यही गभर्मेन्ट अस्पताल जय अस्पतालमा म्याग्नेजियम सल्फेट दिएको थियो, उन अङ्कलको नम्बर छ भने मैले। उहीपछि उनले भन्यो छ त भन्यो, फोन गर त भन्यो। फोन गर्यो। उहीपछि उहाँ काम गर्दै ओजेटिए इन्टर्न्स पनि छन्। उहीपछि उन अङ्कललाई फोन गर्यो कि तँलाई ग्लुकोज चढाउन आउँछ कि तँ आइगा हुने हो भन्यो। नहीं आज त छुट्टी छ, आज त बन्द छ भेटनरी, त्यसो यसो भन्यो। सहिद दियोस् उनीहरूले आज छुट्टी छ भन्यो। उहीपछि ओजेटिए मैले भने ओजेटिएवालाको बसे डेरा घर मैले देखाएको छु सायद। मैले अगर सामान लिएर वहाँ गइया भए हुन चढाइदिन भन्यो। उनले ठिक्क। उपछि उनले नम्बर दियो, कनले दियो कि गभर्मेन्ट अस्पतालमा काम गर्दै हेड मान्छे हुनुहुन्। हेड मान्छे भन्दा पनि लाइक हेडै मान्छे भनौँ कि मैले तनुईलाई देखाएको छु हेडमा, अरू इन्टर्न सब तनुईको अन्डर काम गर्दा। उहीपछि म थक गएँ कहानी सुनाउन। एक त आँखालै पीड हुन नाछन् मेरा, दिनभरि रोइ बटे। उहीपछि तसो भयो कि कसो भयो, कसो भयो, कहाँ पुगेको थिएँ म। ओजेटिए त काम गर्दै इन्टर्न थिएँ। मैले तसो भने कि सामान लिएर उन जाउँ। उहीपछि उन अङ्कलले नम्बर दियो, इन्टर्नको दियो नम्बर। उहीपछि उनले इन्टर्नलाई फोन गरेको, उन कहाँ छन् भने हम त काम मैदानमा छु भन्यो। हामी त काम मैदानमा छु, हामी त अहिले त आउनु सक्दैनौँ भन्यो। साँझका 3 बजे आउनु भन्यो। उहीपछि मैले भन्यो केही मध्ये त साँझका 3 बजीसम्म जिन्दा रहिसक्थ्यो कि नै भन्यो। उनले के भन्यो थाहा छ, इन्टर्नको माइन्डसेट सुना है यहाँ। इन्टर्नको माइन्डसेट के हुने अरे, के हुने अरे, साँझसम्म बाँचिहाल्यो केही हुनेन। यो टोन थोडा यो मेरो आवाजमा हुनाले यसो सुनिदिने, तर यही भन्यो एक्ज्याक्टली यही भन्यो कि के हुने अरे, साँझसम्म मरले के जान्यो। गभर्मेन्ट अस्पतालमा काम गर्दै, भेटनरीमा काम गर्दै इन्टर्नको माइन्डसेट। आई टोटली अग्री कि आज छुट्टीको दिन थियो, उनको त्यो पर्सनल टाइम थियो, बट इट वाज अर्जेन्ट। एन्ड त्यसपछि चाहिँ अरू त्यहाँ मथि बजारको त्यहाँ फोन गर्यो, त्यहाँ पनि बन्द छ भने। तर पनि म कन्फर्म गर्नको लागि सायद त्यहाँ केही अरू भेटनरी पाइन्छन् कि भनेर म कलवापुर गएँ। त्यहाँ बस एकै भेटनरी थियो, त्यो पनि बन्द। त्यसपछि म फेरि वापस आएँ। त्यसपछि म तलको भेटनरी गएँ, सिसैयातिरको भेटनरी गएँ। त्यहाँ खुला थियो होइन। बिचारा अङ्कल भात खान आएको थियो, मैले भात खान लागि अङ्कललाई उठाएँ। उहीपछि मैले वाइफाई मागेर च्याट जिपिटीमा मैले सर्च हान्न लागेँ कि महेन्द्रनगरको यसो भेटनरी जो झलारी थोडा नजिक होला। उसले भने इटहरीको भेटनरी मलाई सजेस्ट गर्यो।
मलाई थाहा छैन इटहरी कहाँ छ के छ भने होइन। म सायद मलाई यादै छैन कि म धनगढी कब गएको थिएँ। सायद एकैचोटि गएको थिएँ म, सायद कब हुँदै गएको थिएँ म, नाइ 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 5 क्लासमा छैन बेला गएको थिएँ म धनगढी। वहाँ इटहरीको थियो, मलाई थाहा छैन इटहरी कहाँ छ भने, तर नम्बर दिएको थियो। तर मैले नम्बरमा फोन गरेँ, त्यहाँ के थियो पूर्वाञ्चल भेटनरी थियो सायद नाम, पूर्वाञ्चल भेटनरी थियो। मैले त्यहाँ फोन गरेँ, यसो यसो कन्डिसन बताएँ। यो अर्को दिनको कहानी हो। मैले बताएँ हिजोदेखि यसो यसो भयो, उनले यसो यसो दियो, मैले यो इन्जेक्सन दिएँ भने। पछि उहाँको अङ्कलले भन्यो इटहरीको अङ्कलले फर्स्ट त तन्रा असिस्टेन्टले फोन उठाएको थियो। पछि उनले मलाई डक्टरको फोन नम्बर दियो। पछि मैले डक्टरको फोन नम्बरमा फोन गरेँ। पछि डक्टरले भन्यो कि उसलाई कहाँ हो त्यो के इन्जेक्सन दिनु भन्यो कि तैँलाई एट्रोभाइन सल्फेट इन्जेक्सन दिने भन्यो। मैले सोधेँ त्यो के युज गर्दा, उनले भन्यो त्यो 20 कार्टन छ भन्यो। मतलब 20लाई कार्टन छ भन्यो, मतलब निको पार्नु हुन्छ 20 खाया बेला त्यो दिन मैले। पछि म भाइ क्या पागलका जसरी झलारी घुम्दा छु म त्यो खोज्छ। झलारीका हरेक मेडिकल उनले भन्यो जहाँ मान्छेको उपचार गर्दा वहाँ मेडिकलमा पाइन्छ भन्यो। म पागलका जसरी झलारीका सब मेडिकल खोज्दा छु। एक मेडिकल छानेले केही छाडेको छैन। मैले झलारीका सब मेडिकल, यहाँका मेडिकल, वहाँका मेडिकल, सब मेडिकल हेरिहालेँ मैले। त्यो कहीँ पाएन, त्यो छैन भन्यो। त्यो त हामीले सामानै राखेको छैन भन्यो। पछि मैले माने यो पक्का त्यो महँगै मेडिसिन होला कि। पछि त कति 1000 रुपियाँले थिएन सायद, 850 हो कि 55 रुपियाँ थियो, 855 रुपियाँ थियो मसित। मैले माने पक्का महँगै होला, मसित त्यति रुपियाँले छैन भने। तरले म खोजी लागेँ। पछि घुमी घामी मैले कहाँ मेडिकलतिर पुगेँ। वहीँ जहाँ म भन्ना थिएँ प्राइभेट भेटनरीमा फर्स्ट गएको थिएँ भने उहीँ नजिक लागेको जो भेटनरी छन् वहाँ गएँ। मैले सोधेँ कि एट्रोभाइन सल्फेट छ भने। उनले भन्यो यहाँ त छैन भने। म बार यही मेडिकलदेखि वहाँ मेडिकलदेखि यहाँदेखि जाना मेरा आँखामा आँसु आउन लाग्थ्यो। म कोसिस गर्दा कि नाइ निर्मला अहिले जन्रो, अहिले रुने टाइम होइन, अहिले तँ आफ्नो बेस्ट दे, जे कर सकिन्छ त्यो गर, अहिले यो रुनु छ भने क्या। पछि झन्झै रात लेख्दै चाहियो झन्झै तेरो दिन कसो गयो भन्ने डायरीमा हुन्जै जति रुन्छ हुन्जै रह्यो, अहिले रुने टाइम बार त्यही भनेर आँखामा आँसु रोक्रा गएको थिएँ। पछि झन्झै म तै मेडिकलमा गएँ। उनले छैन भन्यो। म वापस आउन लागेको थिएँ। पछि म अझ सोध्दा गएँ त सायद मगाउन सकन्छौ भन्नलै सकेन। म उहाँलाई रोइगे पुगेँ। पछि अब उहाँ काम गर्दै अङ्कल आन्टी भन्दा छन् कि के भयो के रुने। म भन्दा छु कि यो इन्जेक्सन पाइन्न छैन भन्दा छु। उन भन्दा छन् के हो यहाँ 20 खाया, कहिले खाया, कुकुरले खाया, कहाँ हो कुकुर, म साइकलमा छ भन्दा छु। उनले पर हेड डक्टरलाई भन्यो। हेड डक्टर भन्दा छन् अरे यो बहिनी त अघि आइयो, यहाँ मान्छेको उपचार हुन्छ, यहाँ जनावरको हुनुहुन्छ, त्यो सब बतायो। म त इसार हुन आदि पुग्यो। उन जो अङ्कल थिएन, आन्टी अङ्कल थिएन, अङ्कलले भन्यो कि महेन्द्रनगर जाऊँ। महेन्द्रनगरको महाकाली अस्पतालमा पाइलो त्यो भन्यो उनले। पछि हेड डक्टरले भन्यो सायद आज त शहीद दिवस हो, छुट्टी होला भन्यो। पछि उनले भन्यो नाइ इमर्जेन्सी सायद खुला होला भने, इमर्जेन्सी त खुलाइरहन्छ भने। पछि म गएँ। म कहाँ गएँ भने साइकल मैले उहाँलाई मेडिकललाई राखेँ। पछि म सिधा कहाँ हो गाडी, कति टिकट लाग्छ। मसित क्यासमा रुपियाँ थिएन। मैले क्यासमा रुपियाँ निकालेँ 700 रुपियाँ। पछि म सिधा गाडीमा चढेँ गएँ। उन्जैसम्मलाई मेरो कुकुर हल्लिसक्दा थिएन, आँखा मात्र झिमिक गर्दा थियो। म गाडीमा गएँ, सिधा महाकाली अस्पताल गएँ। म सिधा कुकुर समाएर, मलाई थाहा छैन महाकाली अस्पताल यति 2 4 5 6 बिल्डिङ थिएँ। म कबै गएको थिएन त। पछि मैले एक बहिनीलाई रोकाएर सोधेँ कि यही कै बिल्डिङमा हो जानु, केही दवाई सवाई माग्दै भन्यो। उनीहरू बाहिरलाई फार्मेसी थियो। मलाई लाग्यो कि तैँको पर्ची निकाल्नु भने।
पर्ची निकाल्दो तसो के गर्दो पनि भित्र गएर सोध्लो भने रिसेप्सनमा सोध्लो। मैले सोधेँ कहाँतिर जानु, उनले भन्यो मलाई थाहा छैन भन्यो, यहाँ त कति बिल्डिङ जानु भने कही बिल्डिङमा जानु, मैले अहिले थाहा छैन कही बिल्डिङमा जानु, केही म फर्स्ट टाइम गएको छु। मैले कुकुरको मान्छेको भए त ल म भन्नै हाल्ने थिएँ कि यही बिल्डिङमा जानु छ भने। पछि म भित्रका फार्मेसीमा गएँ। उनले भन्यो, मैले सोधेँ कि एट्रोमाइन सल्फेट इन्जेक्सन छ भने, उनले नाइ छैन। त मथि सोध भने उहाँ छ भने, उनले छ भने उन चाहिँ त मेरो मनलाई यति सुकुन मिल्यो कि फाइनली यो इन्जेक्सन मिल्यो, मेरो पुतली बच जाने भने। पछि मिल्यो। उनले भने कि पर्ची चाहिने हो। मलाई थाहा नै कि मलाई लाग्यो यसो नाम लेख्या दिनुहुन् भने। उनले भने नाइ नाइ पर्ची चाहिन्छ भने मथिलाई भेटनरी छ। अब आयो भेटनरी, पशु भेटनरी। म गए पर भेटनरीलाई मैले यसो यसो भइहाल्छ भने, यसले यसो बिस खाएछ भनेपछि उनले पर्ची बनाइदेऊ भने। मैले सिधा पर्ची बनाइदेऊ भन्न लाग्यो। उनले भन्यो यसरी कहाँ पर्ची बनाउन पाइन्छ, फर्स्ट हेर्नु पऱ्यो के खाया के नै भने। पछि के दिनु पऱ्यो औषधि, त्यो 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 लेख्नु पऱ्यो भने। पछि एट्रोमाइन सल्फेट भन्ने औषधि गए, मेडिकलमा गएँ, म महाकालीका फार्मेसीमा गएँ, पर्ची दियो। फाइनली त्यो लिए। कतिको थियो थाहा छ त्यो मेडिसिन? आई मिन इन्जेक्सन कतिको थियो? 10 रुपियाँ। त्यो 10 रुपियाँ वालो इन्जेक्सन यहाँका गभर्मेन्ट अस्पतालले राख्न सकेन, त्यहाँ प्राइभेट भेटनरीले राख्न सकेन। मलाई थाहा छैन भाइ, प्राइभेट भेटनरीको लाइक आफ्नो मन हो कसरी भन्नु, राख्दो त राख्दै थियो उनले, तर गभर्मेन्टवालाले त कमसेकम राख्दो थियो त्यो। 10 रुपियाँ। मुझे त 2 छन्, देखाउन म देखाउन अब। इतना डब्बा 0.6 ml को। मुझिसित 2 डब्बा छन्। ल कसैलाई पोइजन हुनु पर्यो, मुई 1 डब्बा दिएर उनीहरू जान बचाइदिनु भए। उन अस्पतालमा राख सक्दैनन्। 10 रुपियाँ एक। मैले यो वापस आउने बेला सायद किनकि बार महीनगर जान त सक्दैन म झलाएर बस्छ, दूर छ उसरी बजारमा, गाडीमा जानु पर्छ बसमा। पछि मैले 2 लिए, यहीँ कहीँ भेटनरीलाई दिउनु भने मैले 2 लिएको छु। म एक्लै छैन, छैन भनौँ, स्टकमा राखेकै छैन। पछि दियो। पछि उहाँलाई मलाई थोडा होप लाग्यो कि उहाँ भेटनरीमा काम गर्दै असिस्टेन्ट तन सब लाइक सिरियसली काम गर्दा थियो कि मतलब सिरियस थियो एक्चुअलीमा कि यसलाई यो भइहाल्छ, जो कि हुनुलै थियो, हुनु जायजलै थियो। तसो हुन्न चाहिँ कि चढायो 1 मिनट कि चढायो भन्न यहाँ छ नाम, मलाई चिन्न छैन नि गरी डियान हो कि के हो यो, मलाई यानियास हो। 500 ml बचिया छ बोतलमा, जो अहिले चढाउन लागेको छु म घर। पछि एट्रोफिन 0.3 ml, अनि फेरि क्यामला कि 24 के कसरी यो म बुझ्जा छैन यहाँ अक्षर। त्यो चढायो। पछि म त्यहाँ बसेँ थोडा देर, 2-3 घन्टा बसेँ, 2-3.5 घन्टा बसेँ म त्यहीँ। जब सम्झो चढ्दैन त नसामा के भन्न आन्थ्यो, 500 ml को के थियो त्यो चढ्दैन। तबसम्म अहिले बसेँ, थोडा हल्लिन्न थिएँ, आँखाले थोडा झिम्काउन थिएँ। मलाई लाग्यो अब सायद निकी भइसक्ने हो। अब सायद निकी भइसक्ने लाग्यो म कि भिडियो नाचिकन। पछि थोडा देर पछि उनले निकालिदियो। अब घर जाने टाइम भयो। मैले भने अब घर जान्छु, यो प्याक गरिदियो भने बाध्यको चाहिँ। पछि घर आएँ। पछि उहाँहरू म इन सबका चक्करमा म यो बिचारेँ कि प्राइभेट भेटनरीमा काम जो गर्दा, जो मलाई मद्दत गर्दा छन् कि दबाई लगाउन, हुन सब दबाई मैले आफ्नै पैसा ल्याउ किने। उनले 1 दबाईले थपेन, सब दबाई आफ्नै पैसा ल्याउ किने मैले। पछि
दबाई त्यति महँगो थिएन सायद, 115 100 200 पढ्या होला म्याक्स 200 पढ्या होला। त्यसपछि म बिर्ससकेको थिएँ कि मैले उहाँलाई पैसा दिनु हो भने केही कि त प्राइभेट भेटनरी हो त्यो दिनै पर्यो नि त। म सब बिर्ससकेको थिएँ किनकि म हमेसा गभर्मेन्ट अस्पतालमा जाने, वहाँ इन्टर्न छन्, वहाँ गएर रेबिसका इन्जेक्सन तनै लाउने। म भुलिसकेको थिएँ कि यिनलाई ल्याइदिनु भने। पछि मसित थिएँ क्यासमा 200 कति रुपियाँ थिए, तर बिल आएको थियो 400 को। 145 मेरा खातामा थिए। पछि म उन अङ्कल भन्न फर्स्ट त मैले 200 कति रुपियाँ दिएँ। उन भने यतिको त हुँदैन, जहाँदेखि ल्याउँछु रुपियाँ ल्या, मलाई मेरो रुपियाँ चाहियो, यतिको त हुँदैन भने। पछि मैले 145 रुपियाँले दिएँ मोबाइलदेखि पुगिदिएँ। पछि मेरो उम्रो अझै 50 रुपियाँ दिन्छ। 50 रुपियाँ दिन्छ मेरो, 400 देखि 50 रुपियाँ दिन्छ, बाँकी दिइहाल्छु मैले। पछि मैले टिकट के चाहिने रुपियाँ मैले अलग कल्तीमा राखेको थिएँ। पछि क्या नत्र म घर कसरी आउँथेँ, तमसित कुरा कसरी गर्दा हुन्थेँ। पछि बचिगेँ म। पछि म घर आइगएँ, पेटी पेटीमा हालेर ल्याउँ, घर आइगएँ। पछि घर आउने बेला पुतली त अब हायसमा थिएँ, उल्टी गर्दा थिएँ। कोही उल्टी गर्दा थिएँ। उल्टीमा के आयो भने क्या जो बेली रात खाना दिएको थियो नि, मासु, त्यही आयो, मासु भात त्यही आयो उल्टीमा। पछि न वहाँ पुग्दासम्म त झलाडी पुग्दासम्म त उता उठी नसक्थेँ, द्वात्तै आँखा बन्द, सास लिने गरी फेद्न नसक्थेँ, मुखदेखि आवाज मात्र निकाल्न लागि। पछि मुखदेखि आवाज मात्र निकाल्न लागि मैले त्यहाँको उल्टी सब पुछेँ, धारालाई सब पुछेँ। पछि म सिधा अझै क्लिनिकलाई मैले साइकल राखेको थिएँ, त्यही साइकलमा बसाएर म सिधा घर आएँ। म पुरा थकिसकेको छु म। मलाई थाहा छैन मलाई गिल्ट हुन छ कि मलाई सायद बेली लैजायो भने त्यो महेन्द्रनगर सायद बच जान्थे। And then I remind myself, it's not my fault. I did what I know. मलाई जति थाहा थियो मैले उति गरेँ हो। पछि म घर आउने बेला साइकलमा जो गभर्मेन्ट भेटनरीमा काम गर्दै असिस्टेन्ट थियो तन्छलाई देखेँ मैले। पछि अरू गभर्मेन्ट अस्पताल सबलाई देखेँ, मलाई फ्ल्यासब्याक आउन लाग्यो कि कसरी त खुसी भइसक्दा त्यसो गरेर यसो भनेर। पछि मैले आफूलाई रिमाइन्ड गरेँ, इट्स ओके। घर आएपछि मैले अझै च्याट जिपिटीलाई सोधेँ। एकचोटि कि लागि त म नम्ब भइसकेको थिएँ कि म केही फिलै गर्सक्दा थिएन। पछि घर आएँ। पछि त्यो धेरै आवाज निकाल्न लागि अझै छ तसी निकी भइ छैन। म जति गर्सक्दा उति गरेँ। मैले दिया भने 500 ml को त्यो चढाएको छु मैले, जो कि आधा त आउने बेला बाटामा बोकिया त्यो चढाएको छु। पछि के भन्नु, त्यो चढाएको छु, अहिले तसै छ, त्यही छ हालत। पछि मैले सोधेँ च्याट जिपिटीलाई कि अब क्या त त्यो सास फेर्न सक्दा छैन, तैँको टङ फोल्ड हुन्न छ। अब त त्यो पहिला फर्स्ट त त्यो स्लोली नर्मली ब्रिथ गर्दा थियो, अब त त्यो झन् रोकिन्न छ, एकै सासमा सास लिन्न छ, अझ रोकिन्न छ, अझ एकै सासमा सास लिन्छ। यसो लाग्दा छ कि त्यो बमिट छ नि यहाँ अड्किएको छ जस्तो नै लाग्दा छ। पछि तैका सब गिजा पेल छन्, सेता छन् तैका गिजा। पछि मैले भने सायद अक्सिजन मास्क चाहिने हो थोडा देर त। पछि म अक्सिजन मास्ककै लागि म कि रुपियाँ छैन अब
केही रुपियाँ छैन त। उहीपछि म सिधा साइकलसम्म आएर गएँ। उन्जेसम्म त थोडा रातले भइसकेको थियो, 7 बजिसकेको थियो। साइकलसम्म आएर म सिधा झलाले बजार गएँ। मैले मेरो साथीलाई सोधेँ, 1000 रुपियाँ छ, मलाई थाहा छैन अक्सिजन मास्क कतिको आउँछ भने। मलाई लाग्यो अक्सिजन मास्क भयो क्या, सास फेर्दा सजिलो भएछ नि, अरू के चाहिने हो। उहीपछि मलाई याद आयो, अलिक सिलिन्डरलै त हो चाहिने। उहीपछि मेरो साथीले भने छैन भने, उहीपछि म सिधा गएँ डेरीमा, जहाँ म डेली दुध ल्याउनु जानु हो। मैले उन अङ्कलसित 1000 रुपियाँ सापट्टि मागेँ। त्यसपछि म ठुलो झलारी गएँ, ठुलै अस्पताल भनौँ, टिएनसी हस्पिटल, झलारीको ठुलै अस्पताल। त्यहाँ गएँ। त्यहाँ अक्सिजनको सुविधा छ भने, छैन, सिद्ध्या छ भने। उहीपछि किन्न पाइन्छ भने मलाई तबै थाहा भयो कि अक्सिजन किन्नलै पाइन्छ। मलाई केही नलेज छैन कि अक्सिजन ट्याङ्क कतिको पाइन्छ, के पाइन्छ। मलाई लाग्यो नाना मिलै पाइन्छ। यति ठुला त उहीपछि म अर्को अस्पताल गएँ, उही मेडिकलमा गएँ, जहाँ पहिलाका मेडिकलमा गएको थिएँ, जो प्राइभेट भेटनेरीका नजिक। वहाँ गएँ। वहाँ छ भने कहीका लागि चाहियो भने कुकुरका लागि। उनले भने कुकुरको लागि त दिन सक्दैन, मान्छेको लागि मात्र। तर मेरो लजिकल मन योले भन्न आएको थियो कि ठिकै हो, मान्छेका लागि खोल्या क्लिनिक हो, कसै एनिमललाई केही दिन्न। तर अरूको थट योलै चल्लाएको थियो कि के हुन्थ्यो रे दिया, दिया बेलै त भइजान्थ्यो। उहीपछि म आएँ, वापस आएँ, अझ टिएनसी हस्पिटलमा गएँ। पाइन्छ कतिको अब अक्सिजन ट्याङ्क? अक्सिजन ट्याङ्क पाइन्छ कतिको? सोध्यो मैले। उनले भन्यो सिद्ध्या छ भने। मैले भने पाइन्छ कतिको त्यो बताऊ भने। उनले भन्यो पहिला डिपोजिट गर्नुपर्छ, उहीपछि बाँकीको पेमेन्ट पछि गर्नुपर्छ के भन्दा थियो। मेरो त्यहाँ ध्यानै गएन, मेरो बस पैसामा ध्यान थियो कि कति हो चाहिने। उनले भन्यो पहिला डिपोजिट 25,000 गरिदो, उहाँलाई रोक्क भने। उहीपछि म सिधा घर आएँ। उहीपछि म सिधा घर आएँ। आउने बेला मैले सोचेको थिएँ कि मेरो पहिला बिल्लोले मर्या त सरी यही भेटनरीमा गएँ, उनकी धुलो मात्र दिन्थे, घाउमा हालिदिन्थे, तसो केही गरेन, कि इन्जेक्सन दिन्थे, उनीहरूलाई थाहा हुन्थेन यो के युज गर्दा, मतलब कही चिजका लागि के दिनु भने थाहा हुन्थ्यो कि भाउमा दबाई सिद्ध्यान्थ्यो कि मलाई थाहा छैन। तर मर्या थियो बिल्लो, बित्यो। उहीपछि म वापस आएँ। उहीपछि उनले त मैले सोचिहाल्थेँ थिएँ कि यही बारेमा त म एक भिडियो त बनाउने हो। मलाई थाहा छैन यहाँ कति मान्छे हेर्दा। म टिकटकमा मैले कबै पोस्ट गरेको छैन, अब गरिदिउँ म यो भिडियो पोस्ट गरिदिउँ म टिकटकमा। यहाँ मात्र एक भिडियो त बनाउने हो। मलाई थाहा छैन यो भेटनरीका कतिसम्मका हेड मान्छे हेर्दा। मलाई म देखाउँला, म जब महेन्द्रनगर गएको थिएँ, उहाँको भेटनरीको हालतले देखाउँला कि कुकुर कहाँ सुताएर ग्लुकोज चढाउनु आयो भने भुइँमा सुताएको थियो। म देखाउँदै हामी भिडियो हाल्नु। सेम हालत छ, केही फरक देखिया छैन। सास फेर्दा अप्ठ्यारो हुन छ पुतलीलाई। मलाई थाहा छैन आज म सिन्नै सक्दिनँ कि नै। मेरो आँखा पिड हुन छ, डा हुन छ। मेरा टोटल भन्नु भने क्या 4 कुकुर छन्, रामु, टमी, पार्वती, पुतली। मैले रामुलाई पहिला घर ओनरलाई दिएको थिएँ, उनले पनि छाडिदियो। अब कहाँ घुमन्छ भने छाडिदियो। उहीपछि अझै लु यहीँ आउँछ, यहीँ खाना खान्छ, यहीँ सुत्छ। उहीपछि यति छ मेरो भन्नु।
म त भन्दा मेरो 6-7 महिनाको पप्पी थियो। जयको कुकुर लाइक वर्षौँ भयो आउलो, कति इमोसन जुडिया हुन्न त कुकुरसित, फ्यामिलीको मान्छेको होइन। जब ऊ कुकुर त्यसरी केही बितलो मरलो म्हणजे ऑब्वियसली ते मन त दुख्या होलो, रोया हुन्न। त्यही त भन्नुभयो। मैले आज खानाले खाएको छैन नि गरी। टॉमी